नमस्ते, यहाँहरूलाई हाम्रो VRAP ट्युटोरियल भिडियोमा स्वागत छ। आज हामी यस भिडियो मार्फत हजुरहरूलाई क्लास र सेक्सनको रिलेसन कसरी एड गर्ने भन्ने बारे देखाउन गइरहेको छौं। जुन चाहिँ अब हामीले क्लास र सेक्सनको रिलेसन कसरी देखिन्छ भनेर सबैभन्दा पहिला स्टुडेन्ट लिस्टमा गएर हेर्छौं। स्टुडेन्ट लिस्टमा गइसकेपछि हामीले कुनै एउटा क्लास सेलेक्ट गर्छौं। जस्तै मैले 5 क्लास सेलेक्ट गरेँ र यसमा हामीले 5 वटा सेक्सन देख्न सक्छौं। यो 5 वटा सेक्सन भित्र चाहिँ अब हाम्रो कुन कुन क्लास सेक्सनमा चाहिँ स्टुडेन्टहरु हुनुहुन्छ हामी हेर्छौं। जस्तै 5 क्लासको A मा स्टुडेन्ट हुनुहुन्छ, B सेक्सनमा पनि हुनुहुन्छ, C सेक्सनमा हुनु हुँदैन, D सेक्सनमा हुनु हुँदैन र E सेक्सनमा पनि हुनु हुँदैन। अब यसरी नै हामी अब यस सेक्सनहरुमा चाहिँ जुन जुन सेक्सनमा स्टुडेन्ट हुनुहुन्छ त्यो सेक्सनमा चाहिँ कसरी रिलेसन बनाउने भनेर हेर्न जान्छौं। सबैभन्दा पहिला हामीले यो एड गर्नको लागि सेक्सन सेलेक्ट गर्छौं। सेक्सन चाहिँ हाम्रो सेटअप भित्र रहेको छ र सेक्सनमा गएर हामी सेक्सन लिस्टबाट सेक्सन A मा 5 क्लास एड गरेर सेभ गरिदिन्छौं र त्यसपछि सेक्सन B मा हाम्रो स्टुडेन्ट हुनुहुन्छ। यसमा पनि हामी 5 क्लास सेलेक्ट गरेर सेभ गरिदिन्छौं। त्यसपछि हामीले अरु सेक्सनहरुमा गर्दैनौं र अब हामी यो हेर्नको लागि फेरि स्टुडेन्ट अप्सनमा जान्छौं। स्टुडेन्ट लिस्टमा जान्छौं र स्टुडेन्ट लिस्टबाट हामीले क्लास 5 सेलेक्ट गरेर फेरि सेक्सन हेर्छौं। जुन चाहिँ हजुरले अघि जसरी 5 वटा सेक्सन देखिरहनु भएको थियो सेम नै त्यसरी नै देखिरहेको छ। अब यसलाई यो चेन्ज गर्नको लागि चाहिँ हामी यो इम्प्लिमेन्ट गर्नको लागि चाहिँ कन्फिगरेसनमा गएर सेटअप भित्र रहेको छ कन्फिगरेसनको अप्सन। यो अप्सनमा गएर क्लास सेक्सन सब्जेक्ट रिलेसनमा गएर हामी एस गरिदिन्छौं र यो सक्सेसफुली अपडेटेड भनेर आयो र हामी फेरि ब्याक टु स्टुडेन्ट अप्सनमा गएर हेर्छौं। हामीले अघि क्लास 5 को एड गरेको थियौं। क्लास 5 सेलेक्ट गर्छौं र अहिले हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ जुन सेक्सनमा स्टुडेन्ट हुनुहुन्थ्यो त्यति मात्र सेक्सन एड भएको छ। यसरी नै हजुरहरूको स्कुलमा 5-6 वटा सेक्सनहरु छ भने त्यो सेक्सनहरुलाई चाहिँ हजुरले जुन जुन क्लासमा जुन जुन सेक्सन छ भनेर त्यो सेक्सनहरु एड गर्नको लागि चाहिँ यही प्रोसेसद्वारा काम गर्न सक्नुहुन्छ। अब हामी बिलिङमा पनि आएर क्लास र सेक्सनको रिलेसन हेर्न सक्छौं। जुन चाहिँ हामीले एकाडेमिकमा बनाएको थियौं त्यो डेटा सिंक भएको हामीले इन्भोइसेसमा गएर हेर्छौं। इन्भोइसेसमा पनि हजुरले क्लास 5 सेलेक्ट गर्नु र सेक्सनमा A र B मात्र देख्न सक्नुभयो। यसरी नै डेटा लिंक भएको हाम्रो बिलिङको रिपोर्टहरुमा पनि लिंक भएको देख्न सक्नुहुन्छ। जस्तै कि मैले यहाँ मन्थली इन्भोइस स्टेटमेन्ट रिपोर्टमा राखेको छु। क्लास 5 सेलेक्ट गरे र हजुरले A र B सेक्सन देख्न सक्नुभयो। यसरी नै हजुरले एकाडेमिकमा बनाउनु भएको रिलेसनहरु बिलिङमा पनि सिंक भएको देख्न सक्नुहुन्छ। धन्यवाद। VED, transforming education through technology.